नमस्कार आदरणीय दर्शकहरू, प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर नयाँ दिल्लीमा हुनुहुन्छ र देशको समस्यालाई समाधान गरेर संविधान जारी भइसकेपछि प्रधानमन्त्री नयाँ दिल्लीमा शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहँदाखेरि नेपालको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको व्यक्तित्व 12 बुँदे सम्झौतादेखि शान्ति सम्झौतादेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्नको लागि संविधान सभाबाट नयाँ संविधान दिनदेखि र अहिलेसम्म संविधान संशोधनदेखि लिएर उच्चस्तरीय राजनीति संयन्त्र बनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको व्यक्तित्व आज हाम्रो बीचमा हुनुहुन्छ। नेपाली राजनीतिका शीर्ष व्यक्तित्व, शिखर पुरुष, एकीकृत माओवादी पार्टीका अध्यक्ष प्रचण्ड। प्रचण्डजी, तपाईँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद। प्रधानमन्त्री केपी शर्मा ओली नयाँ दिल्लीमा हुनुहुन्छ। उहाँको भ्रमण सफल वा असफल के होला? तपाईँको विचारमा भ्रमण सफल हुने आधार के हुन सक्छ प्रधानमन्त्रीको? अब पहिलो कुरा चाहिँ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण हुनु नै एउटा सफलता हो। अहिले नेपाल भारत सम्बन्धमा केही चिसोपन जस्तो देखिएको जो सन्दर्भ छ, अब यो सन्दर्भमा भारतले एउटा राजकीय सम्मानको साथ प्रधानमन्त्री ओलीलाई भ्रमणमा निम्ता गर्नु आफैमा भ्रमणको सफलता हो। किनभने यो भ्रमणको सफलता नाप्ने मुख्य कसी भनेको चाहिँ दुई देशको चाहिँ सम्बन्धलाई सुमधुर बनाउनु, अलिकति चिसोपनलाई न्यानोपनमा बदल्नु र अगाडि जानको लागि विश्वासको वातावरण बनाउनु हो। त्यसमा यो भ्रमण सफल हुन्छ भन्ने कुरामा मलाई विश्वास छ। नेपालको प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्दाखेरि कुन कुन विषयमा कसरी कुरा गर्नु पर्ला? तपाईँले केही सुझाव दिनुभयो। तपाईँ त सत्तारूढ दलको शीर्ष नेता पनि हो आजको दिनमा र उच्चस्तरीय राजनीति संयन्त्रको तपाईँ संयोजक पनि हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाईँले के सुझाव दिनुभयो? अब यसपटकको चाहिँ प्रधानमन्त्रीजीको एउटा राम्रो, अरू कुरा चाहिँ थुप्रै छलफल भइरहेका छन्। राम्रो कुरा उहाँले के गर्नुभयो भने सर्वदलीय बैठक बोलाउनु भयो, उनीहरूको पनि सुझाव लिनुभयो, प्रमुख दलहरूको चाहिँ बोलाउनु भयो, त्यसको पनि सुझाव लिनुभयो, प्रतिपक्षलाई बोलाउनु भयो, प्रतिपक्षको पनि सुझाव लिनुभयो। अनि उहाँले नै मलाई भनेर संयन्त्रको बैठक राख्नु पर्यो, संयन्त्रको सुझाव चाहियो भन्नुभयो। मैले संयन्त्रको बैठक राखेँ, संयन्त्रबाट पनि उहाँलाई सुझावहरू दिइएको छ। बाहिर बुद्धिजीवीहरू अझ चाहिँ माने पूर्व चाहिँ कूटनीतिक क्षेत्रमा काम गरेका ख्यातिप्राप्त व्यक्तित्वहरू सबैको पनि सल्लाह सुझाव ओलीजीलाई प्राप्त छ र प्रधानमन्त्रीजी त्यो सबै सुझाव लिएर भारत जानुभएको छ। मलाई के लाग्छ भने सबैको सुझावको एउटा केन्द्रबिन्दु सबैको एक ठाउँमा केन्द्रित के भएको छ भने यसलाई एउटा गुडविल भिजिटको रूपमा दुई देशको सम्बन्ध लाई एउटा राम्रो चाहिँ विश्वासको सम्बन्धमा बदल्नको निम्ति केन्द्रित हुन सबैले सुझाव दिएका छन्। प्रधानमन्त्रीजीले त्यो कुरालाई राम्रोसँग आत्मसात गर्नुभएको छ र अहिले गुडविल भिजिटको रूपमा दुई देशको सम्बन्धलाई चाहिँ सुमधुर बनाउने दिशामा नै उहाँ केन्द्रित हुनुहुन्छ र त्यस अर्थमा यो भ्रमण अरू बेलाको भन्दा अलिकति महत्त्वपूर्ण हुन गएको छ। प्रचण्डजी, तपाईँ यो देशको शीर्ष व्यक्तित्व हो। तपाईँले शान्ति सम्झौतादेखि 12 बुँदे सम्झौतासम्मको आजसम्मको कुरा गर्ने भने संविधान लेखन प्रक्रियामा तपाईँको महत्त्वपूर्ण भूमिका थियो। संविधान जारी भयो र संविधान जारी भइसकेपछि नेपाल भारत सम्बन्धमा देखिएको चिसोपन आजको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबाट साँच्चीकै अन्त्य हुन सक्छ या दरारमा पैदा हुन्छ? अब मलाई के लाग्छ भने संविधान सभाबाट संविधान बनाउने सार्वभौम नेपाली जनताको सार्वभौम अधिकारको कुरा हो। यो संविधान घोषणा गर्ने कुराबाट नेपाल भारत सम्बन्धमा चिसोपन आउनु नै स्वाभाविक कुरा होइन, त्यस्तो नहुनु पर्थ्यो। यो एउटा दुःखद घटना हो, यसलाई शिक्षाको रूपमा लिनुपर्दछ र भविष्यमा यस खालका घटनाक्रमहरू नदोहोरिने कुराको चाहिँ ग्यारेन्टी हामी सबैले गर्नुपर्छ र मुख्यतः भारत सरकार र भारतीय नेताहरूले यो कुरामा चाहिँ नेपाललाई आश्वस्त पार्नुपर्छ जस्तो लाग्छ मलाई। र मैले बुझेसम्म अहिले भारत सरकारले र प्रधानमन्त्री मोदीले त्यो सम्बन्धलाई राम्रो बनाउनको लागि र भविष्यमा यस्तो स्थिति आउन नदिनको निम्ति धेरै गम्भीर पहल गरिरहेको मैले बुझेको छु। म यसमा के पनि तपाईँलाई भन्न चाहन्छु भने संविधान बनाउने कुरा सामान्य नेपाली जनताको अधिकारको कुरो थियो। संविधान बनाए, त्यो कसैलाई चित्त बुझ्न सक्ला, कसैलाई नबुझ्न सक्ला। नेपालभित्र विवाद हुने कुरा जहाँ पनि संविधान सभाबाट संविधान बनाउँदा धेर थोर विवाद हुन्छ। भारतमै संविधान सभाबाट संविधान बनाउँदा 12 वर्ष त दक्षिण भारतले मान्नै चाहेन त्यो संविधानलाई र त्यो कचिङ्गल भइ नै रह्यो।
तर अरू कसैले फेरि भारतले यस्तो चाहिँ संविधान बनाएको ठिक भएन भनेर बाहिर देशले भन्ने कुरा त थिएन, हामी कसैले भनेको पनि होइन। यो कुरा अहिले मोदीजीले गम्भीर ढङ्गले यसको समीक्षा गर्नुभएको छ र वातावरणलाई सहजीकरण गर्न उहाँले विशेष पहल गरेको राष्ट्रपति प्रणब मुखर्जीले पनि यो भ्रमणलाई उच्च महत्त्व दिएर राष्ट्रपति भवनमै प्रधानमन्त्रीलाई बस्ने भनेर चिठी नै पठाएर जो चाहिँ पहल गर्नुभयो। यो सबैले के देखाउँछ भने अब विगतमा केही कमजोरीहरू भएका थिए, त्यसलाई करेक्सन गर्ने दिशामा चिज अगाडि बढ्यो भन्ने मलाई लाग्छ। किनभने नेपालका धेरै प्रधानमन्त्रीहरूको भारत भ्रमण भएको छ। तपाईँ पनि प्रधानमन्त्री भएर भारत जानुभएको हो र प्रधानमन्त्री नहुँदा पनि तपाईँ धेरै पटक भारत जानुभएको छ प्रचण्डजी। तर हाम्रो देशको नेपालका छ नि नेताहरूले भारतमा गएर एउटा कुरा भन्छन् तर त्यो कुरा पुरा गर्दैनन्, त्यसैले गर्दाखेरि समस्या पैदा हुन्छ भन्ने विश्लेषकहरूको भनाइ छ, कूटनीतिज्ञहरूको भनाइ छ। यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग कुन कुन विषयमा डिल गर्नु पर्ला, सम्झौता गर्नु पर्ला? अब पहिलो कुरा म के भन्न चाहन्छु भने नेपालका नेताहरू को गएर उहाँ एउटा कुरा भन्ने यता आएर अर्को गरे त्यो मलाई थाहा छैन अरूको। जहाँसम्म मेरो कुरा हो, म प्रधानमन्त्रीको हैसियतमा भारत जाँदा पनि र शान्ति प्रक्रियामा आएर पहिलो पटक हिन्दुस्तान टाइम्सको समिटमा मलाई एउटा स्पिकरको रूपमा जसरी बोलाइएको थियो त्यो जाँदा पनि र पछि पनि मैले जे त्यहाँ भनेको छु त्यही नेपाली जनताको अगाडि भनेको छु, जे नेपालको अगाडि भनेको छु त्यही भारतीय नेताहरूसँग भनेको छु। त्यही मलाई यो भनाइ चाहिँ स्वाभाविक लाग्दैन। यदि भारतको कोही आधिकारिक ठाउँबाट नेपाली नेताहरू यस्ता हुन्छन् भनेर सबै नेतालाई एकैटै घानमा हालेर चाहिँ भनियो भने त्यो सत्य हुँदैन, त्यो तथ्यपूर्ण पनि हुँदैन। मेरो पछिल्लो भ्रमण पक्कै पनि राम्रो भ्रमण भएकै हो, म उत्साहित भएको पनि हो। यसले दुई देशको सम्बन्धलाई नयाँ आयाम दिन मद्दत गर्छ भन्ने ठानेको हो। त्यसकारण त्यो सबै त्यसो गर्छन् भन्ने होइन। त्यसरी त प्रश्नलाई अर्कोतिरबाट पनि त भन्न सकिन्छ नि। नेपाललाई चाहिँ भारतका कयौँ नेताहरूले मुखले एउटा कुरा भन्छन् व्यवहार अर्को गर्छन् भनेर चाहिँ नेपालीले पनि त भन्न सक्छ। किनभने तपाईलाई भारतले विश्वास गरेको थियो नि, तपाईको भ्रमण भारतमा हुँदाखेरि संविधान जारी हुनुभन्दा पहिला भारतले जहाँसम्म विश्वास गर्यो मैले पनि विश्वासको साथै भनेको थिएँ। भारतीय नेताहरूले तपाईलाई हिन्दू राष्ट्र बनाउनु पर्छ भनेर भन्नु भएको थियो। यो बिल्कुल भनेको थिएन, यो बिल्कुल भनेको कुरै होइन। कोही नेताले अहिले भन्न सक्दैनन् कि मलाई हो धर्मको बारेमा कस्तो गर्ने भनेर एकजना नेताले मलाई भन्नुभएको थियो। हामीले धार्मिक स्वतन्त्रतालाई हामीले मान्छौँ, प्रलोभनमा धर्म परिवर्तन गर्ने कुरालाई या जबरजस्ती धर्म परिवर्तन गर्ने कुरालाई चाहिँ हामी कारबाहीको विषय बनाउँछौँ भन्ने कुरा मैले भनेकै हो। त्यो कुरा गरिएकै छ, कुरा भन्नुभयो त। तर सेकुलर हुनु हुँदैन, धर्मनिरपेक्ष हुनु हुँदैन। होइन होइन, धार्मिक स्वतन्त्रता छ, संविधानमा धार्मिक स्वतन्त्रताको विषय बडो प्रष्टसँग भनिएको छ। अझ त्यसमाथि सनातनदेखि चल्दै आएका धर्महरूको संरक्षणको कुरा पनि गरिएको छ। त्यसकारण मलाई चाहिँ त्यस्तो उहाँहरूले चाहिँ होइन धर्मनिरपेक्ष हुनु हुँदैन, तपाईँले मद्दत गर्नु पर्यो भनेर भारतीय नेताहरूले मलाई कसैले पनि भन्नुभएको थिएन। जो प्रचार कहिलेकाहीँ मिडियामा आउँछ त्यो गलत प्रचार हो, झुटो प्रचार हो। त्यो भ्रममा नपर्न म सबैलाई अपिल गर्न चाहन्छु। र अर्को तपाईँले भन्नुभयो नि अब संविधानको कुरा या भारतसँगको कुरामा चाहिँ एउटा कुरा चाहिँ के पक्का हो भने यो सीमाङ्कन सहितको प्रदेश बनाउनु उचित हुन्छ भन्ने भारतीय नेताहरूको सुझाव थियो। हामीले सीमाङ्कन सहितको चाहिँ संविधान बनायौँ भनेपछि भारतीय नेताहरूले हामीसँग गुनासो गर्नुपर्ने या हामीलाई यो भएन भनेर ऊ भएन भनेर भन्नुपर्ने मैले कुनै कारण देखाएको छैन। बरु अहिले त मैले प्रधानमन्त्रीजीलाई पनि भने कमसेकम हामीले दुःख पाएछौँ है, यो नाकाबन्दी हामीमाथि नहुनुपर्ने नाकाबन्दी नेपाली जनताले भोग्नु पर्यो। यो बारेमा चाहिँ कुनै न कुनै स्तरको समीक्षा चाहिँ भारतमा गर्नु होला भनेको छु मैले प्रधानमन्त्रीजीलाई। प्रधानमन्त्रीजीले यसलाई सम्बन्ध सुधार गर्ने दृष्टिले है, बिगार्ने उद्देश्यले होइन, सम्बन्ध चाहिँ भविष्यमा पनि फेरि नबिग्रोस् भन्नको निम्ति यसको बारेमा त किन यति दुःख पाए त नेपालीले। खरबौँको क्षति हुने गरी अर्थतन्त्र एउटा चाहिँ जो हाम्रो क्षति भयो, अब यसको चाहिँ मूल्याङ्कन कसरी गर्ने, सकारात्मक वातावरणमा विश्वासको वातावरण बनाउने उद्देश्यको साथ भारतीय नेताहरूसँग कुरा गर्नु होला भनेर त मैले संयन्त्रको बैठकमै भनेको छु। तपाईँ 10 वर्ष सशस्त्र द्वन्द्वको नायक हो। तपाईले त्यतिखेर जनविद्रोहमा जाँदाखेरि 40 बुँदे मागपत्र पेश गर्नु भएको थियो।
तर त्यसमा 1950 का सन्धि लगायत सबै सन्धिहरू खारेज हुनुपर्छ भनेर तपाईँले स्पष्ट रूपमा भन्नुभएको थियो। त्यसबाट तपाईँ ब्याक हुनुभएको हो आजको दिनमा? हामी नीतिगत रूपमा त्यसबाट ब्याक भएका छैनौँ। शक्ति सन्तुलनको स्थितिमा केही विषयहरू चाहिँ थाती राख्ने, केही विषय अगाडि बढाउने यस्तो त हुँदो रहेछ। आन्दोलनको दौरानमा शक्ति सन्तुलनको स्थिति अनुसार अघि पछि त हुँदो रहेछ, तर नीतिगत रूपमा 40 बुँदेमा हामीले जे उठाएको हो त्यो चाहिँ विषयहरूमा हामी अहिले पनि कायम छौँ। र म प्रधानमन्त्री भएर भारत जाँदा पनि तपाईँले चाहिँ हेर्नुभएको छ जोइन्ट स्टेटमेन्ट, त्यो संयुक्त वक्तव्यमा 1950 को सन्धिको चाहिँ पुनरावलोकन गर्ने र त्यसलाई नयाँ चाहिँ प्रक्रियामा लैजाने भन्ने कुरा त्यहाँ प्रष्ट उल्लेख गरिएको छ। अहिले पनि त्यसको निरन्तरतामा, किनकि मनमोहन सिंहको पालादेखि हैन म गएको र पछि पनि यो विषय पटक पटक उठेको छ। अहिले प्रधानमन्त्रीजी ओलीले पनि यी विषय कुनै न कुनै रूपमा उठाउनुहुन्छ भन्ने मलाई लाग्छ। उस भए आजको दिनमा नेपाल भारत सम्बन्धको कुरा गर्दाखेरि एकीकृत माओवादी पार्टीले जुन किसिमको जनविद्रोहमा जाँदाखेरि अडान राखेको थियो त्यसमा तलमाथि भएको छैन भनेर तपाईँले नेपाली जनतालाई भन्न सक्नुहुन्छ? किनभने तपाईँले प्रश्न रूपमा भन्नुभएको थियो नि त्यतिखेर प्रचण्डजी, हिन्दी फिल्म पनि नेपालीहरूले हेर्न हुँदैन भनेर माओवादीले त्यतिखेर आन्दोलन गरेको थियो। त्यो त आन्दोलनको ट्याक्टिक्सको रूपमा कुनै खास बेलामा गर्ने कुरा हुन्, ती सदाको निम्ति त्यस्तो गर्ने भन्ने पार्टीले कहिले नीति बनाएको थिएन। हामी जनयुद्ध हुँदै गर्दाखेरि त हामीले त्यस्तो नीति बनाएनौँ। यो यान्त्रिक हुन्छ, यसले गलत हुन्छ भनेर हामीले बनाएनौँ। कुनै खास बेला आन्दोलनको खास कार्यक्रमको रूपमा हुने कुरा हुन्थे। त्यहाँदेखि त्यसलाई तपाईँले सैद्धान्तिक रूपमा नीतिगत रूपमा हेर्नुभयो भने गल्ती हुन्छ। अहिले पनि हामी 1950 लगायतका असमान सन्धि सम्झौताहरूलाई खारेज गर्ने, अर्को सन्धि सम्झौताद्वारा त्यसलाई विस्थापित गर्ने, अर्को स्थापित गर्ने, यो कुरामा चाहिँ हामी नीतिगत रूपमा नै प्रष्ट छौँ। हामी निरन्तर त्यसको निम्ति भारतीय पक्षसँग कुरा गर्दै छलफल गर्दै समझदारीबाट सकेसम्म यो टुङ्गियोस् भन्ने पक्षमा। नेपाली राजनीतिमा तपाईँ चमत्कारी व्यक्ति हो क्या, तपाईँले बोलेको कुरा पुरा गर्नुहुन्छ। तर आज एउटा कुरा नेपाली जनतालाई तपाईँले आश्वस्त पारिदिनुहोस्, किनभने नेपालको प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा कालापानीदेखि सुस्तासम्मको समस्या छ, सीमाको समस्या छ। भारतले पनि सुरक्षामा धेरै चासो र गम्भीरताका साथ नेपाललाई हेरेको छ आजको दिनमा, किनभने नेपालमा भारत विरोधी गतिविधि नहोस् भन्ने भारतीय पक्षको स्पष्ट दृष्टिकोण छ प्रचण्डजी। त्योतिर तपाईँले राम्रोसँग बुझ्नु भएको छ, तपाईँले हाई लेभल डिल गर्नु भएको छ भारतसँग, तपाईँ सुमधुर सम्बन्धको पक्षमा हुनुहुन्छ। त्यसो भए यसपटक नेपालको प्रधानमन्त्रीले बिना एजेन्डा किन भारतको भ्रमण गर्नुभयो त? अब बिना एजेन्डा होइन, मेरो विचारमा सबभन्दा ठुलो एजेन्डा लिएर केपी ओली जाँदै हुनुहुन्छ। यो कुरा बुझ्न जरुरी छ, बिना एजेन्डा होइन। किनभने यस्तो यो चाहिँ 5-7 महिनादेखि बिग्रिएको सम्बन्धलाई सुधार गर्ने एजेन्डा सबभन्दा ठुलो एजेन्डा हो। किनभने विश्वासको वातावरण बन्यो भने अरू कुरा त फटाफट हुँदै जान्छ। त्यसकारण ओलीजी बिना एजेन्डा जानुभएको छ, जाँदै हुनुहुन्छ भन्ने कुरा साँचो होइन। उहाँ सबभन्दा ठुलो एजेन्डा लिएर जाने मौका पाउनुभयो। ओलीजी भाग्यमानी हुनुहुँदो रहेछ, कुरा भन्नुभयो त। बिग्रेको सम्बन्ध सच्याउने मौका पाउनुभयो उहाँले विश्वासको वातावरण बनाउनु भयो भने त्यसपछि सिमानाका कुरा, अरू कुराहरू चाहिँ तपाईँको सेक्युरिटीसँग सुरक्षासँग सम्बन्धित कुराहरू सबै मिल्दै जान्छन्। यदि त्यो वातावरण बन्यो भने त्यो मौका ओलीजीलाई प्राप्त भएको छ र मलाई लाग्छ उहाँले कुशलतापूर्वक नै यो अवसरलाई चाहिँ सदुपयोग गर्नुहुनेछ र एउटा विश्वासको वातावरण बनाउनु हुनेछ। जहाँसम्म अरू कुरा तपाईँले भन्नुभयो नि, म अहिले पछिल्लो पटक भारत भ्रमणमा जाँदा त्यो त बाहिर मिडियामा नै आएको छ। अहिले म फेरि एकचोटि भन्न चाहन्छु, मैले सिमानाका कुरा पनि पछिल्लो चाहिँ चीन भारतको चाहिँ जो सम्झौता भयो बेजिङमा, लिपुलेखको कुरा पनि मैले चाहिँ सबै नेताहरूसँग उठाएँ। प्रष्टसँग यहाँ मिल्या छैन है यो भन्ने कुरा उहाँहरूको दिमागमा त्यो कुरा चढेको छ। त्यसकारण यी सबै विषयहरू छलफल भइराखेका छन्। तर अहिले ओलीजीले डिटेलमा जानुहुन्छ भन्ने मलाई लाग्दैन। जानुहुन्छ भन्ने नलाग्ने मात्रै होइन, जान हुँदैन भन्ने निर्देशनै दिनुभएको छ। राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्नु भनेर तपाईले उच्च स्तरीय राजनीति संयन्त्रको संयोजकको नाताले प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको छ। अहिले यसलाई गुडविल भिजिटकै रूपमा बनाउनु उचित हुन्छ र त्यसले विश्वास मात्रै जे जति उहाँहरूले भोलि एमओयू गर्नु होला, मलाई जहाँसम्म लाग्छ हुलाकी मार्गको बारेमा केही कुरा हुन्छ त्यहाँ हैन। अब यो चाहिँ जुन यो भूकम्पद्वारा चाहिँ भएको क्षति त्यसको पुनर्निर्माण गर्न चाहिँ भारतले जो ग्रान्ट सहयोग या लोन सफ्ट लोनको सहयोग गरेको छ त्यो बारेमा केही न केही एमओयू त्यहाँ हुन्छ भन्ने मलाई लाग्छ। अन्य विषयहरू पनि हुन्छन् त्यस्ता, तर ती विषयहरू सबै नेपाल भारत सम्बन्धलाई अझ सुमधुर बनाउन मद्दत हुने खालका मात्रै हुन्छन्। त्यसबाट तिक्तता विवाद जन्मिने खालका कुरा
अहिले नगर्नु नै उचित हुन्छ। उस भए तपाईँ भारतसँग अब तिक्तता र द्वन्द्व विवाद होइन, सहमति सहकार्य र समझदारी बनाउनुपर्छ भन्ने पक्षमा तपाईँ उभिनु भयो आज हैन? एक्ज्याक्टली चाहिँ त्यस्तो भारतसँगको सम्बन्ध या चीनसँगको सम्बन्ध हाम्रो भू राजनीतिक अवस्थाले नेपालले दुवैसँग राम्रो सम्बन्ध चाहन्छ। त्यसमाथि भारतसँग खुला बोर्डर छ, हाम्रो धर्म संस्कृति अर्थनीति परम्परा हाम्रो पानी माथिबाट तलै बग्छ। यो सबै कुराले गर्दा भारतसँगको सम्बन्धलाई हामीले विशेष महत्त्व त दिनै पर्छ, दिइराखेकै छ इतिहासदेखि नै। तर फेरि भारतले पनि बदलिएको परिस्थिति, आजको नेपाली जनताको आवश्यकता र चाहना, नेपाल राष्ट्रको सार्वभौमसत्ता सम्पन्न यसको स्वतन्त्रता, यो सबैलाई फेरि उचित सम्मान र कदर पनि गरोस् भनेर हामीले चाहनु बिल्कुल जायज छ। र भारतले पनि बिस्तारै बिस्तारै यी सबै पक्षमा ध्यान दिँदै जानेछ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु। नरेन्द्र मोदी प्रधानमन्त्री भइसकेपछि 2 पटक नेपाल आउनुभयो, तपाईँले पनि भेट्नुभयो र त्यतिखेर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गर्नुभएको रात्रि भोजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तपाईँहरूलाई साक्षी राखेर भन्नुभएको थियो नेपाल भारत समस्या के छ सम्बन्धमा तपाईहरु स्पष्ट रूपमा आफ्नो दृष्टिकोण अगाडि सार्नुस्, कालापानीदेखि सुस्तासम्म 1950 को सन्धिसम्म म संविधान गर्न तयार छु भनेर भारतीय प्रधानमन्त्रीले भन्नुभएको होइन? भन्नुभएको हो। तर तपाईले त्यो प्रस्ताव किन दिनुभएन? प्रधानमन्त्री मोदीको पहिलो नेपाल भ्रमण जो भयो, अब झन्डै 16 वर्षपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भएको थियो। यो आफैमा ठुलो कुरा थियो। त्यसमाथि मोदीजीको ल्यान्डस्लाइड भिक्ट्री भनौँ न, एउटा ठुलो चाहिँ विजय, बहुमत लिएर चाहिँ एउटा शक्तिशाली प्रधानमन्त्रीको रूपमा उहाँ आउनुभएको थियो। यो आफैमा ठुलो कुरा थियो। अनि उहाँले पार्लियामेन्टमा जसरी बोल्नुभयो नेपालको पार्लियामेन्टमा, त्यो चाहिँ ऐतिहासिकै थियो। उहाँले जुन ढङ्गले आफू चाहिँ हरेक कुरामा नेपालको पक्षमा भएको, नेपाललाई सम्मान गरेको, नेपालको स्वतन्त्रता सार्वभौमसत्ता, यहाँ भएका ठुल्ठुला परिवर्तन, शान्ति प्रक्रिया, शान्ति सम्झौता, अझ मलाई त ताकेर नै उहाँले बोल्दाखेरि धेरैजसो मेरो बारेमा, शान्ति प्रक्रियाको बारेमा र यसको नेतृत्वले खेलेको भूमिकाको बारेमा उहाँले मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो। यसले ठुलो उत्साह नेपालीहरूमा जागेकै हो। दोस्रो पटक पनि उहाँले सकारात्मकै कुरा गर्नुभएको हो। त्यति मात्रै होइन, उहाँले के अरे लाल किल्लाबाट पनि चाहिँ नेपालको शान्ति प्रक्रियाको उच्च चाहिँ महत्त्व भएको र त्यसको ऐतिहासिकताबारे बोल्नुभयो। त्यति मात्रै होइन, राष्ट्रसङ्घको चाहिँ जेनरल अधिवेशनमा गएर पनि उहाँले नेपालको शान्ति प्रक्रियाको बारेमा उहाँले बोल्नुभयो। यो सबै राम्रो कुरा थियो। तर संविधान बनेपछि नाकाबन्दीको जो स्थिति आयो, नेपाली जनताले बुझ्न सकेका छैनन्। त्यस्तो नेपालप्रति सद्भाव राख्ने प्रधानमन्त्री मोदी, त्यति उदार कुरा यहाँ गर्नुभएको मोदीले हामी नेपालीहरूलाई दुःख हुने गरी यो नाकाबन्दी भयो कसरी? मान्छेलाई पत्यार लागेन। नेपालीलाई भन्नुहुन्छ भने पत्यार किन लागेन भने सबैको अपनत्व हुनुपर्छ भनेर त्यो कुरा त मोदीले भन्नुभएको होइन। मोदीले भन्न खोज्नु एउटा कुरा हो, एउटा छिमेकीको नाताले, एउटा मित्रको नाताले यस्तो भइदिए हुन्थ्यो भनेर सुझाव दिने एउटा कुरा हो। तर त्यो गर्ने या कसरी गर्ने त्यो अधिकार नेपालीकै कुरा हो, नेपालकै संविधान सभाको अधिकार क्षेत्रभित्रको कुरा हो। यो कुरा प्रधानमन्त्री मोदीले नबुझ्ने कुरो थिएन। ल भने जस्तो भएन होला, उहाँले चाहे जस्तो भएन होला, तर यो कुरोको निर्णय गर्ने चाहिँ तपाईँको आत्मनिर्णय गर्ने अधिकार त नेपालको संविधान सभालाई हो। त्यसमा उहाँले भेटेको बेलामा मेरो त यो चाहना थियो भन्न सक्नुहुन्थ्यो। मित्रको नाताले नाकाबन्दी नै लगाउने जस्तो, नेपालको अर्थतन्त्र नै धाराशायी हुने गरिकन भन्ने कुरा नेपाली जनताले बुझ्न सकेका छैन। तपाईले त बुझ्नु भएको होला नि त, नाकाबन्दी कसरी भएछ, किन भएछ? मेरो कुरा पुरा भएको छैन, यहाँ पुरा हुन दिनुस् क्या। किनभने नेपाली जनताले मोदीजीले गरे हो भन्ने अहिले नै विश्वास गरेका छैनन्। कहीँ मोदीजीलाई गलत चाहिँ इन्टरप्रिटेसन त भएन? नत्र त मोदीजीले त यत्रो चाहिँ उत्साहपूर्ण कुरा गरेको चाहिँ नेताले यसो गरे होलान् भन्ने जनतालाई विश्वास भएको छैन। र अहिले जसरी फेरि मोदी आफ्नै मोदीजीकै पहलमा प्रधानमन्त्रीलाई बोलाउने, राजकीय सम्मान दिने सबै कुरा गरेकोले के बुझिन्छ भने सायद मोदीजीको मन नहुँदै पनि नाकाबन्दी भए त होइन, कतै कहिलेकाहीँ यस्ता घटना पनि हुन्छन्।
त्यही होस् भन्ने चाहन्छु म चाहिँ, र अहिले मोदीजीले त्यो कुरा क्लियर गरिदिनु भयो भने धेरै राम्रो हुन्छ। प्रचण्डजी, तपाईँले केपी शर्मा ओली प्रधानमन्त्री भइसकेपछि खास गरी उहाँलाई प्रधानमन्त्री बनाउन तपाईँको महत्त्वपूर्ण भूमिका छ, तर तपाईँको पार्टीबाट जो मन्त्री भएर सरकारमा गएका छन् उनीहरूको कार्यशैलीको तपाईँको पार्टीभित्र आलोचना भएर तपाईँले पनि निर्देशन दिनुभयो कि अहिलेको अवस्थामा राम्रोसँग काम गर भनेर। उहाँहरूले काम गर्न नसकिरहेको अवस्थामा तपाईँ यो सरकार परिवर्तन गरेर आफै प्रधानमन्त्री हुन त लाग्नु भएको होइन? यो धेरै महत्त्वपूर्ण र यो पनि मेरो लागि संवेदनशील प्रश्न हो। पहिलो कुरा मैले पक्कै पनि ओलीजीको नेतृत्वमा राष्ट्रिय प्रकृतिकै सरकार बनोस् भनेर कोसिस गरेकै हो। नभएपछि जे जेन्टलम्यान एग्रिमेन्ट पहिला भएको थियो त्यो प्रति अडिएर मैले ओलीजीलाई प्रधानमन्त्री बनाउने भूमिका खेलेकै हो, यो क्लियर छ। दोस्रो कुरा, मैले फेरि नेपाली कङ्ग्रेससँग धेरै दूरी बढ्न दिन हुँदैन भनेर म लगातार नेपाली कङ्ग्रेसका नेताहरूसँग, सुशीलजीसँग त मैले भने अन्तरङ्ग कुरा हुने गरेकै थियो। अहिले पनि अन्य नेताहरूसँग पनि मेरो लगातार छलफल भइरहेकै छ, दोस्रो कुरा। तेस्रो कुरा, अझै पनि राष्ट्रिय सरकार बन्नुपर्छ भन्ने कुरामा मेरो पहिलादेखि अहिले पनि मेरो अडान कायमै छ, तेस्रो कुरा। चौथो कुरा, यो भनिराख्दा मैले आफू प्रधानमन्त्री बन्नको लागि भूमिका खेलेको भनियो र त्यो चाहिँ बुझियो भने म माथि अन्याय हुन्छ। अहिले मेरो प्राथमिकता न राष्ट्रपति हो न प्रधानमन्त्री हो भनेर मैले धेरै पहिलेदेखि भनेको छु। मलाई जनताले जे आदेश दिएको छ, जे भूमिका दिएको छ, म त्यही रूपमा जनताको बिचमा गएर पार्टी पुनर्निर्माण पनि गर्ने र मैले एउटा राष्ट्रिय सहमति कायम गर्न भूमिका खेल्ने सबैलाई त। किनभने मेरो एकातिर पार्लियामेन्टभित्र पनि काङ्ग्रेस र एमाले पहिलो र दोस्रो पार्टी, म तेस्रो पार्टीको नेता हुनुको नाताले मैले ती दुईटालाई मिलाउने भूमिका पनि छ। एजेन्डाको हिसाबले पनि मधेसी जनजाति, थारू भनौँ न, यो सबै र फेरि परम्परागत सोच राख्नेहरूको बिचमा पुलको काम पनि गर्नु छ। कारण इतिहासले पनि र जनताले पनि मलाई यस्तो भूमिका दिएको हुनाले मैले अहिले राष्ट्रपतिको, प्रधानमन्त्रीको पदको लोभ बिल्कुल गरेको छैन। यो राष्ट्रलाई के गरी एकताबद्ध गर्ने र कसरी चाहिँ यो संविधानका राम्रा कुराहरू कार्यान्वयन गर्दै लैजाने, जनताको विकासको चाहनालाई चाहिँ छिटोभन्दा छिटो कसरी सम्बोधन गर्ने, योभन्दा बढी मेरो अहिले छैन। राष्ट्रिय सहमतिको सरकार बनाउँदाखेरि प्रधानमन्त्री पनि सबैले स्वीकार्ने चाहियो, सबै पोलिटिकल पार्टीको बिचमा सहमति हुन पर्यो। आजको दिनमा केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि नेपाली कङ्ग्रेस तयार हुन पर्यो। यदि नेपाली कङ्ग्रेस र मधेसी मोर्चा तयार भएन केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन भने तपाईँ त्यतिखेर सबैको सहमतिमा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने कि नगर्ने? काङ्ग्रेसले तपाईँलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्यो भने यो कुरा अहिले हाइपोथेटिकल कुरा हुन्छ, यो काल्पनिक कुरामा गएर केही फाइदा छैन। कुरा बन्नुभयो त। हिजो पनि सुशीलजी हुँदा उहाँले पनि स्वीकार गरेकै हो, एमालेकै नेतृत्वमा अहिले सबै बस्दा केही बिग्रिने कुरो छैन। अब अहिले ओलीजी भारत भ्रमणमा हुनुहुन्छ, भारतसँग राम्रो विश्वासको वातावरण भयो। हिजो राजनीतिक संयन्त्र बनाउन पनि ओलीजीले चाहिँ निर्णय गर्नुभयो क्याबिनेटबाट। अब मधेसीले पनि होला केही कुरा अझै चाहिँ विरोध, गुनासा, असन्तुष्टि होलान्, तर पनि मूलभूत रूपमा चाहिँ सहमति भएको छ भने सबै मिलेर यही सरकारलाई बलियो बनाउँदा सहज हुन्छ। होइन, अब नेपाली कङ्ग्रेसको महाधिवेशन आउँदैछ, महाधिवेशनले के निर्णय गर्छ, कस्तो नेतृत्व आउँछ त्यो त हेर्न बाँकी नै छ। जस्तो आए पनि कङ्ग्रेसकै नेता आउने हो, जे भए पनि काङ्ग्रेसै हुने हो, त्यहाँ त त्यसमा त केही छैन। अब त्यो अवस्थामा नेपाली कङ्ग्रेसले कस्तो नीति लिन्छ त्यो महत्त्वपूर्ण कुरा हुन्छ। राष्ट्रिय सरकारको बारेमा या सरकारकै बारेमा कुन भूमिकामा चाहिँ कङ्ग्रेस आउँछ त्यसमाथि भर पर्छ। अहिले मैले नेतृत्व मुख्य ठान्या छैन, मुख्य राष्ट्रिय एकता, राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकार बनाउने सबैको नीतिगत प्रतिबद्धता भयो भने नेतृत्वको कुरा त एक दुई दिन बसेर टुङ्ग्याउन केही गाह्रो छैन। त्यसो भए अहिलेको अवस्थामा नेपाली कङ्ग्रेसको महाधिवेशन पछि राष्ट्रिय सहमतिको सरकार बन्ने आधार तयार भएको छ। अब नेपाली कङ्ग्रेसले पनि, अब सुशीलजीले पनि अब अवसान हुनुभन्दा अगाडि राष्ट्रिय सहमति आवश्यक छ, हामीले पनि कडा प्रतिपक्षको भूमिका खेलेको छैनौँ भनेर उहाँले भनिराख्नु भएको थियो। हामी अहिले पनि सरकारसँग सहकार्यमै छौँ भनेर भनिराख्नु भएकै थियो। अहिलेका बाँकी नेताहरूले पनि त्यो कुरा स्वीकार गर्नुभएको छ। त्यसकारण मलाई लाग्छ महाधिवेशनपछि राष्ट्रिय सहमति बन्नेतिर नै देश जान्छ। तपाईँ त्यतिखेर प्रधानमन्त्री बन्नको लागि तयार हुनुहुन्छ? म चाहिँ अहिले त्यो त्यसलाई विवादमा नल्याउनुहोस् न। मेरो रुचि चाहना अहिले होइन।
अब भोलि गिरिजा प्रसाद कोइराला पछिको नेता त तपाईँ हो नि। शान्ति प्रक्रियाको कुरा गर्दा, 12 बुँदे सम्झौताको कुरा गर्दा, संविधान लेखनको कुरा गर्दाखेरि अब यो कुरा मैले हेर्नुहोस् धेरैसँग भनेको छु, कङ्ग्रेसका नेतासँग, एमालेको नेताहरूसँग, हाम्रा छिमेकीहरूसँग, चिनिया नेताहरूसँग, भारतीय नेताहरूसँग, अमेरिकन युरोपियनसँग पनि नेपालमा हामी जसरी गएका छौँ, चाहे शान्ति प्रक्रियाको कुरा होस्, चाहे संविधान निर्माणको कुरा होस्, हुनुपर्ने माओवादी पुरस्कृत हुनुपर्ने, किन सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी इन्क्लुसिभ डेमोक्रेसी त माओवादीको कारणले भयो। शान्ति प्रक्रिया पनि यसमा विवाद छ, बहस पनि छ, तर पनि बेसिकल्ली सफल भयो। त हामी सबभन्दा बढी पुरस्कृत हुनुपर्ने हो। तर नेपालभित्रका प्रमुख पार्टीहरू या हाम्रा छिमेकीहरूले पनि यो कुरामा गम्भीर ढङ्गले ध्यान दिएको जस्तो मलाई लाग्दैन। यदि हामी युरोपमा भएका हुन्थ्यौँ र यस्तो शान्ति प्रक्रिया सफल भएको हुन्थ्यो या संविधान अहिले यसरी बनेको हुन्थ्यो भने सायद विश्वले हामीलाई एक ढङ्गको राष्ट्रसङ्घदेखि अन्तर्राष्ट्रिय समुदाय सबैले पनि धेरै नै माथि राखेर मूल्याङ्कन गर्थे होला। हामी परियो गरिब देशका चाहिँ पार्टी र नेता, हामी परियो एउटा भूपरिवेष्टित राष्ट्रका सानो राष्ट्रका नेता। त्यसो भएको हुनाले हामीले ठुलै काम गरे पनि महत्त्व दिन नचाहेको हो कि भन्ने मैले गरेको छु। हेर्नुहोस्, तर फेरि हामी त्यो चाहिँ केही पाउला भनेर चाहिँ आन्दोलन गरे पनि होइन, केही पाउला भनेर शान्ति सम्झौता गरे पनि होइन। त्यसकारण हामी आफ्नो कर्तव्य र जिम्मेवारीमा निरन्तर अगाडि बढ्ने कुरामा त छैन। प्रधानमन्त्री तर हुनुपर्ने के थियो भने यति काम नेपालमा जसरी भएको छ यति छिटो, यति काम गर्ने पार्टी र नेताहरू त पुरस्कृत र सम्मानित पो हुनुपर्ने। तर यहाँ चाहिँ अब कहिलेकाहीँ त मैले भन्छु नि, सतीले शराब हालेको देश भएर हो कि के हो, राम्रो गर्नेलाई चाहिँ सबैले चाहिँ त्यसलाई झन् उल्टो गर्ने क्या। प्रचण्डजी सबैले नभनौँ, अझ राजा महाराजाहरूले त्यति बेला चाहिँ भीमल्लको चाहिँ पालादेखि यो चाहिँ थापित भएको छ नि त, सतीले शराब परेको भनेर। त्यसो भए अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर तपाईँको असन्तुष्टि छैन? अब होइन, ओलीजीको बारेमा अहिले म टिप्पणी गर्न चाहन्न, किनभने निकै अप्ठ्यारो स्थितिमा यो सरकार बनेको हो। एकातिर संविधान घोषणा भएको छ र त्यसप्रति केही समुदायको खास गरी मधेसमा विरोधको स्थिति भयो, अर्कोतिर नाकाबन्दी जस्तो एउटा प्रतिकूल स्थितिको सामना गर्नु पर्यो, अर्को भूकम्पबाट चाहिँ विच्छेद भएको संरचनाको पुनर्निर्माण गर्ने विधेयक, त्यो अभियान बनाउनु पर्ने अवस्थामा काम गर्न परेको हुनाले यो प्रतिकूलताभित्र तर सरकार सुस्त भयो भन्ने त जनगुनासो छ। केपीजीलाई चाहिँ धेरै टिप्पणी गर्नु छैन। यो कुरा त हामीले पटक पटक प्रधानमन्त्रीजीलाई र मैले आफ्ना मन्त्रीहरूलाई नै भनेको छु, कामको गति धेरै सुस्त भयो, जनताको अपेक्षा र चाहना अनुसार यो चलेको देखिएको छैन। तपाईँहरूले आफ्नो गति बढाउनुहोस् र यो तीव्रता दिनुहोस् भनेर त मैले भनिराखेको छु। तपाईँले अहिले मलाई सोधे जस्तै मैले हाम्रै मन्त्री साथीहरूलाई पनि प्रतिकूलतामा तपाईँहरूले काम गर्नु परेको छ, तर कामको गति यो तरिकाले पुग्दैन, बढाउनुहोस्, गति बढाउनुहोस् भनेर भनेको छु। र अब उसो मन्त्रीलाई फिर्ता बोलाउने योजना त छैन पार्टीको? अहिले त्यस्तो सोचिएको छैन। मन्त्रीलाई अहिले सपोर्ट छ, त्यसलाई प्रभावकारी बनाउने र एउटा अफसर मन्त्रीहरूले पाउनुपर्छ भन्ने नै छ। अहिलेको अवस्थामा उच्चस्तरीय राजनीतिक संयन्त्र बन्यो होइन, सीमाङ्कनको टुङ्गो लगाउनको लागि। तर तपाईँ मधेसको मुद्दा समाधान गर्नको लागि निकै क्रियाशील भएको नेता पनि हो, तर यसपटक तपाईँले मधेसीको समर्थन किन प्राप्त गर्न सक्नु भएन? अब एउटा एक दुईवटा कुरा यसमा अलिक महत्त्वपूर्ण छन्। हेर्नुहोस्, अब मैले सरकार बनिसकेपछि मेरो ध्यान मधेस, थारू या यो चाहिँ असन्तुष्ट समुदाय र पार्टीहरूसँग वार्ता गर्ने, संवाद गर्ने, सहमति बनाउने, उनीहरूका जायज मागहरू पुरा गर्न बल गर्ने काम मैले अधिकतम गरेँ भन्ने छ मलाई मेरो ठाउँबाट। तर सीमाङ्कनमा तपाईँ जसरी अडिनु पर्थ्यो अडिनु भएन। संयन्त्रमा पनि तपाईँको चाहिँ अब सरकारसँगको कुरामा पनि मधेसी मोर्चाका नेताहरूसँग मेरो सहज कुरा हुन्छ। मलाई जति सजिलो मधेसी नेतासँग कुरा गर्न अरू कसैलाई पनि छैन, किनकि अब केही महिना अगाडिसम्म त म 30 दलको नेतै थिएँ, त्यसमा मधेसी मोर्चाका सबै पार्टीहरू पनि हुनुहुन्थ्यो। त्यसकारण मेरो अहिले पनि उहाँहरूसँग सहज कुरा हुन्छ। राजेन्द्र महतो, हृदय त्रिपाठी, महन्तजी, अब उपेन्द्रजी सबैसँग मेरो सहज कुरा भएकै छ। अहिले यो संविधान संशोधन परिमार्जन सहित गर्ने कुरामा मेरो चाहिँ विशेष भूमिका रह्यो भन्ने मेरो दाबी छ। मैले अलि बढी नै जोड गरेर त्यसलाई परिमार्जन गरियो र अहिले संयन्त्र बनाउने कुरामा पनि मैले लगातार संयन्त्र बनाएर मात्रै प्रधानमन्त्री जानुपर्छ भन्ने कुरा गरेँ। र हिजो
मधेसी मोर्चासँग सहमति होस् भनेर हिजो अस्ति पनि मैले हाम्रो महराजीलाई ल है जसरी पनि सहमति बनाउनेतिर जोड गर्नु होला भनेर चाहिँ भने कोसिस पनि गर्नुभयो, नजिक पनि आयो। अनि हिजो राति गएर मैले जब ओलीजीले मलाई प्रधानमन्त्रीजीले बोलाउनु भयो र संयन्त्र बनाउने के गर्ने, संयन्त्र त बनाउनै पर्छ। उहाँ मैले के भनेको थिएँ हिजो मात्रै भने मधेसी मोर्चाको चाहना भावना हामीले बुझिसकेका छौँ। अब उहाँहरूलाई पनि सम्बोधन हुने गरी मात्रै बनाउनु पर्छ संयन्त्र। फेरि उहाँहरूलाई बाइपास गर्न खोजेको ढङ्गले गयो भने बेठिक हुन्छ भनेपछि त्यसो भए मैले भने 11 जनाको बनाऊँ अनि उहाँहरूसँग कुरा गरेर त्यो व्यक्ति को राख्ने गरौँला। अहिले चाहिँ अलि न्युट्रल यो संहिता सीमाङ्कनको विषयमा खासै इन्ट्रेस्ट नभएको चाहिँ नेतालाई संयोजक बनायो भने राम्रो हुन्छ। किनभने उहाँ कमल थापाजीलाई त यता सीमाङ्कन र उता सीमाङ्कनको त्यति मतलबको कुरो छैन। एमाले माओवादी भयो भने या काङ्ग्रेस भयो भने त्यहाँ अलि बढी अर्थ हुन्छ, त्यहाँ चलखेल हुन्छ भन्ने तपाईको भनाइ हो हैन। अलि न्युट्रल भूमिका चाहिँ कमल थापाले खेल्न सक्नुहुन्छ भनेर मैले प्रस्तावित गरेकै हो। तर पनि सीमाङ्कनको कुरा छ नि आजको दिनमा सीमाङ्कनको कुरा मलाई एउटा पाटो त त्यो भने मैले मधेसी जनतालाई पनि मधेसी नेता साथीहरूलाई पनि मैले लगातार भनेको छु र आज पनि भन्न चाहन्छु कि मधेसले केही नै पाएन यो संविधानबाट भन्ने कुरा सत्य होइन। पहिचानको हिसाबले मधेसले जति पायो त्यति बरु जनजातिले पाएको छैन पहिचानको दृष्टिकोणले भन्नुहुन्छ भने है। सीमाङ्कनमा पनि क्लस्टर सबभन्दा मिलेको भनेको मधेसकै हो। मधेस आएको कुरा छ, समानुपातिक समावेशिताको कुरा छ, मुस्लिम आएको कुरा छ, थारू आएको कुरा छ। यो सबै हेऱ्यो भने तराई मधेसमा केही नै पाइएन भन्ने कुरा साँचो होइन। सीमाङ्कन अलिकति मिलाउनु पर्छ भनेर उहाँहरूले जे भन्नुभएको छ त्यसमा माओवादीको हैसियतले भन्दा मेरो पनि के छ त मैले नोट अफ डिसिजन लेखेको छु, संविधान संशोधन प्रस्ताव पनि मैले दर्ता गराएको छु उति बेला संविधान सभामा। त्यसकारण हाम्रो कहीँ न कहीँ निकटता छ। आउने दिनमा यो 3 महिनाभित्र जो संविधानमा सीमाङ्कनको विषयमा प्रतिवेदन बुझाउने कुरा छ त्यति बेला मधेसी जनताले नै बुझ्नेछन् माओवादी नै हामीप्रति सबभन्दा बढी चाहिँ नजिक रहेछ भन्ने कुरा र माओवादी नै हाम्रो लागि लड्दो रहेछ भन्ने कुरा मधेसी जनताले बुझ्नेछन् र मधेसका पार्टीहरूले। किनभने तपाईँमाथि मधेसीको पनि विश्वास छ, मधेसका जनताको पनि विश्वास छ प्रचण्डजी। तर तपाईँले सशस्त्र द्वन्द्वदेखि आजसम्म आइपुग्दाखेरि पछिल्लो समय सीमाङ्कनको कुरा गर्दाखेरि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बायाँपट्टि तपाईँ उभिनु भएको थियो। 2064 साल फागुन 16 गते मधेसी मोर्चासँग सम्झौता हुँदाखेरि तपाईँले झापादेखि कञ्चनपुरसम्म मधेसमा प्रदेश बनाउने मधेसमा भनेर भनेको होइन। त्यस्तो होइन, झापादेखि कञ्चनपुर भनिएको होइन है, झुटो कुरा त भन्नै हुँदैन। यो एक मधेस प्रदेश हुनेछ, अधिकार सम्पन्न मधेस प्रदेश भन्ने भएको छ त्यहाँ। तर भूगोल कति भन्ने कुरा चाहिँ छैन। मधेस प्रदेश त अहिले पनि छ। त्यसकारण त्यो भावनाभन्दा पुरै बाहिर गयो भन्ने चाहिँ मलाई स्वायत्त प्रदेश मधेस बनाउनको लागि तपाईहरु तयार हुनु भएको थियो हैन? मधेस स्वायत्त प्रदेश बनाउनको लागि तपाईहरु तयार हुनु भएको तयार भएकै हो। स्वायत्त प्रदेश छ, त्यसको सीमाना घटबढ त हुन सक्छ नि भोलि। अहिले त संविधान पहिला घोषणा गर्दा मैले जस्तो तपाईले भन्न खोज्नुभयो नि र मधेसमा जनतालाई काफी हदसम्म चाहिँ भ्रम पर्या छ भन्ने मलाई चिन्ता छ। मैले अडान लिदिएको भएदेखि यो अझ सीमाङ्कन पनि मिल्थ्यो, अझ बढी। प्रचण्डजीले अडान लिन सक्नु भएन मधेसको मुद्दामा भन्ने आरोप तपाईलाई हो। यो जुन मलाई लगाइएको छ यो म माथि या त मेरो कुरा ठिक ढङ्गले बुझाउने मौका पाएको छैन मधेसी जनतासँग। म जाँदैछु, अब त्यहाँ गएर म सभा गर्दैछु। म मधेसी जनतालाई त भन्छु कुरा यति भयो, यति भएन, यो कारणले भयो, यो कारणले भएन भनेर म भन्छु। तर अहिले मैले भन्ने कुरा के छ भने यदि प्रचण्डले त्यसरी नै अडान लिएको हुन्थ्यो भने नेपालमा संविधान बन्दैन थियो संविधान सभाबाट। मेरो अहिले पनि दाबी छ र यदि संविधान सभाबाट संविधान नबनेको भए सबभन्दा ठुलो घाटा मधेसी जनतालाई हुन्थ्यो, आदिवासी जनजातिलाई हुन्थ्यो, दलित महिला मुस्लिमलाई हुन्थ्यो र यो ठुलो क्षति हुन्थ्यो। यो कुरातिर जनतालाई ध्यान दिन म विनम्र अपिल गर्न चाहन्छु। प्रचण्डले ठिक खालको अडान पनि लियो, ठिक लचकता पनि देखाएको हुनाले संविधान सभाबाट संविधान बन्यो। अहिले संघीयता छ, गणतन्त्र छ, धर्मनिरपेक्षता छ, समानुपातिक छ, समावेशी छ। तर मधेसी दलका नेताहरूले छैन नि त। मधेसका केही नेताहरूको चाहिँ अलि कुरो बुझि नसक्नु छ, पछि भनौँला। तपाईँ सबै कम्युनिस्टलाई एक बनाउने अभियानमा हुनुहुन्छ। तपाईले जनविद्रोह दिवस मनाइरहँदाखेरि फागुन 1 गते सबैले सोचेका थिए यसपटक प्रचण्डजीले मोहन वैद्यलाई, मणि थापालाई, मातृका यादवलाई सँगै लिएर जानको लागि एकता गर्नुहुन्छ, पार्टी एकता। त्यो एकता त हुन सकेन नि, कहाँ अड्क्यो हलो? अब होइन, यो कुरा के हो भने
तपाईले के ध्यान दिन जरुरी छ भने अहिले पहिलोचोटि माओवादी फ्र्याक्सनका सबैले, मैले, वैद्यजीले, विप्लवजीले, मातृकाले, मणिले 1 गतेको दिन पार्टी एकता हुनुपर्छ भनेर वक्तव्य जारी गरे। तपाईँ बुझ्नु होला यसको अर्थ, यसको गहिरो अर्थ छ। एकै ठाउँमा बसेर भन्नु र आफ्नो ठाउँमा बसेर पार्टी एकता आवश्यक छ र अब हामी पार्टी एकता गर्नेतिर पहल गर्छौँ भन्ने कुराले नै एउटा ठुलो सन्देश दिएको छ। पार्टी एकता गर्ने कुरा विचार राजनीतिमा पनि अलि मिहिन छलफल गर्नुपर्ने, सङ्गठनका प्राविधिक पक्ष पनि मिलाउनु पर्ने भएको हुनाले यसले केही समय लिएको मात्रै हो। नीतिगत र सैद्धान्तिक रूपमा अब पार्टी एकताको विकल्प छैन भन्ने कुरामा सबै धाराहरू, माओवादी धाराहरू पुगेको हुनाले 2-4 दिन ढिलो छिटो ठुलो कुरा होइन। उसो बाबुराम भट्टराई एकी माओवादी पार्टीबाट बाहिरिएपछि तपाईँ मोहन वैद्यसँग एकता गर्दै हुनुहुन्छ। त्यसमाथि चाहिँ तपाईँको अरू कम्युनिस्टहरू पनि, सच्चा कम्युनिस्टहरू पनि एक भएर जानुपर्छ र नेपालमा त्यस्तो एउटा बलियो कम्युनिस्ट केन्द्र बन्नुपर्छ भन्नेतिर सबै जनताको पनि चाहना छ, पार्टीहरूको पनि चाहना छ। अब यो कुरा एउटा हो, तर फेरि मैले के कुरा छोड्या छैन भने राष्ट्रिय एकतालाई चाहिँ कमजोर पार्ने गरी कम्युनिस्ट एकता भनेको होइन। कम्युनिस्ट एकताले कांग्रेसलाई पनि एकताबद्ध गर्ने राष्ट्रिय दायित्वबाट चाहिँ। तर मोहन वैद्यको चिन्ता भारत विरोधी छ नि, तपाईँ आजको दिनमा उहाँलाई सँगै लिएर जान सक्नुहुन्छ? अब होइन, वैद्यजीको चाहिँ भारत विरोधी भन्ने कुरा हामी सँगै काम गरेको। किन बाबुराम भट्टराईलाई भारत परस्त भनेर भनिन्छ, मोहन वैद्यलाई भारत विरोधी भनेर भनिन्छ नेपाली? त्यो होइन, वैद्यजीले पनि, मैले पनि र अरू चाहिँ प्रमुख अब चाहिँ समूहहरूले अहिलेको यथार्थ सबैले बुझेका छन्। अहिले शान्तिपूर्ण ढङ्गले प्रतिस्पर्धात्मक रूपमा चुनाव उपयोग गर्दै नै क्रान्तिको चाहिँ कुरा चाहिँ तयारी गर्नुपर्छ भन्नेमा एकता भएको हुनाले अहिले वैद्यजीले नै भारतसँग लडिहाल्ने भन्ने त भएको छैन। होइन, भारतसँग चाहिँ छलफल त छन्, कुरा त छन्, मुद्दाहरू त छन् नि, भइराख्छन् नि। होइन, सीमा सुस्ताको छ, होइन, कालापानीको छ, लिपुलेकको कुरा छ, होइन, अब यो चाहिँ बाँधहरू बाँधेर चाहिँ नेपालमा डुबान हुने कुरा छन्, असमान सन्धि सम्बन्धी कुरा छन्, यो त भइराख्छन्। तर यसले चाहिँ उहाँले अहिले तुरुन्तै विद्रोह गर्ने, युद्ध गर्ने अथवा हामीले त्यस्तो त भनेको छैनौँ। त्यसकारण शान्तिपूर्ण ढङ्गले जाने र क्रान्तिको चाहिँ तयारी नयाँ ढङ्गले गर्ने भन्ने कुरा भएपछि त्यसले केही फरक पर्छ। उसो बाबुराम भट्टराईलाई तपाईँ कसरी आजको दिनमा तपाईँको पार्टीमा ल्याउन सक्नुहुन्छ? बाबुरामजीले गल्ती गर्नुभयो, अलि गम्भीर गल्ती गर्नुभयो, त्यो नेपाली जनताले नि बुझे गल्ती गर्दै बाबुरामले भएर। हेर्नुहोस्, कहिलेकाहीँ धेरै पढेर मात्रै हुने कुरा रहेनछ। हेर्नुहोस् है, उहाँले गम्भीर गल्ती गर्नुभयो। हिजो मात्रै उहाँको र मेरो फोनमा अलिकति ठट्टा मजाक जस्तो पनि कुरा त भइरहेको छ। अस्ति भेट भयो, त्यो उसको अख्तियारको कार्यक्रममा पनि हिजो उहाँले कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, तपाईँ त मोटाउनु भएछ, म हिँड्दैछु, तपाईँ त आनन्द भएछ क्यारे भन्नुभयो। मैले कहाँ हुने, मोटाएको त चाहिँ कहिलेकाहीँ त बिरामी भएर नि मोटाइन्छ भने। यस्तो ठट्टा मजाक त हाम्रो चलिरहेको छ। तैपनि उहाँले नेपाल जुन परिस्थितिमा छ, एकातिर भर्खर संविधान घोषणा गरिएको छ, अर्कोतिर नाकाबन्दीको स्थिति छ, त्यस्तो बेलामा पार्टी सदस्यता समेत छोडेर जाने कुरा र जुन पार्टीले उहाँलाई प्रधानमन्त्रीसम्म बनायो, जुन पार्टीले उहाँलाई देशभरि एउटा, किन पिएचडी गरे मान्छे जति पनि छन् नि, पिएचडी गरेर हुने कुरा होइन नि यो त। मजदुर किसानले हजारौँको बलिदानले नै बाबुराम भट्टराईलाई त्यो ठाउँमा पुर्याएको हो। ती सबलाई एकैचोटि अचानक चाहिँ छोडेर तिनीहरूसँग सम्बन्ध विच्छेद गरेर कोहुनसँग सम्बन्ध गर्न जानुभएको छ क्या उहाँ। त्यो हुन त कोसँग जानुभयो हो, तपाईँ हेर्नुभयो भने विचित्र त्यस्तासँग गर्नुभयो। उहाँले बुढेसकालमा कुरा भन्नु, आफूलाई जीवनभरि माया गर्ने श्रीमती छोडेर कुरा भने अर्को कोहोसँग उहाँ लाग्नुभयो। उहाँले गल्ती त गर्नुभयो। मलाई लाग्छ ढिलो छिटो उहाँले रियलाइज गर्नुपर्ने हुन्छ। फेरि माओवादीमा फर्कन सक्नुहुन्छ उहाँले, रियलाइज गर्नुपर्ने हुन्छ। अब फर्किने ठाउँ उहाँले मेट्दै जानुभएको छ, अरू जस्तो होइन। अरू माओवादी विभाजन भए जस्तो, एकता भए जस्तो बाबुरामजीसँग सम्भव छैन, किनकि उहाँले मार्क्सवादलाई नै परित्याग गरिसक्नुभयो। उहाँले कम्युनिस्ट आन्दोलन परित्याग गर्नुभयो। उहाँले जनयुद्धको औचित्य र महत्त्वमाथि नै चाहिँ परित्याग गर्नुभयो। उहाँले शहीद परिवार, बेपत्ता परिवार सबसँग मोहभङ्ग गरेर अब नयाँ प्रेमिकासँग लागेपछि त मान्छे फर्किन गाह्रो हुन्छ। तर पनि अब असम्भव भन्ने यो दुनियाँमा केही पनि छैन। त्यहाँ एक न एक दिन उहाँले बुढेसकालमा गएर भए पनि चुनावपछि तपाईँसँग एकता गरेर आउनुहुन्छ, उहाँले गल्ती महसुस गर्नुहुन्छ भन्ने मलाई लाग्छ। थ्याङ्क यू सो मच प्रचण्डजी, जुन किसिमको समय दिनु तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच, नमस्कार।